परासीको राशिमा गरम हावा हावी भएको देखे। अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो। फाइनली नेपाली अपडेट मस्ट मुभी पीताम्बर रिलिज भइसकेको छ। हामीले यो मुभी हेरेर आइसकेका छौं र यो मुभीको विषयमा हामी हजुरहरूलाई जानकारी दिनेछौं। भिडियो एकदम रोचक हुनेछ, भिडियो अन्तिमसम्म हेरिदिनु होला। नेपाली सुपरस्टार कलाकारहरूले अभिनय गरेको एक्सन मुभी पीताम्बरमा हामीले प्रदीप खड्का, सौगात मल्ल, दयाङ राई, अनुप विक्रम साई, प्रमोद अग्रहरी, दिव्या रायमाझी र सुरक्षा पन्त लगायतका कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सकिन्छ। यस मुभीको डाइरेक्टर भने कृषा चौलागाई रहनु भएको छ र यस मुभीको प्रोड्युसर विशाल चौलागाई हुनुहुन्छ। मेरो पीताम्बरलाई जिउँदै निलेर पेटमा पचाएर मुखबाट उकाल्ने। यस मुभीमा प्रदीप खड्काको इन्ट्रीको कुरा गर्ने हो भने इन्ट्री बवाल छ र प्रदीप खड्काको इन्ट्रीसँगै बजेको भिजिएम पनि एकदमै माइन्ड ब्लोइङ छ र त्यस सँगसँगै अनुप विक्रम साईको इन्ट्री पनि दमदार छ र अनुप विक्रम साईको यो क्यारेक्टरलाई यस मुभीमा यति पावरफुल देखाइएको छ कि उनको हाइट र बडी अनुसार उनलाई सुहाएको पनि छ। दिव्या रायमाझीको कुरा गर्ने हो भने उनको भविष्यमा नेपाली चलचित्र क्षेत्रमा एकदमै राम्रो देखिन्छ र सुरक्षा पन्त त आफैमा एउटा राम्रो कलाकार हुन्। उनको एक्टिङको बारेमा त सबैलाई थाहा नै छ, उनको एक्टिङ पनि एकदमै आउटस्ट्यान्डिङ छ। त्यसपछिको इन्ट्री न कसैको दाई न कसैको भाइ इन्सपेक्टर राईको इन्ट्री हुन्छ, जसको इन्ट्री पनि गजबको हुन्छ र क्यारेक्टर पनि गजबको छ। मुभीको हाफ टाइम हुनै लाग्दाको कुरा गर्ने हो भने हाफ टाइम हुनै लाग्दाको समयमा एउटा व्यक्तिको टाउको काटिन्छ र त्यही बेला सबैलाई ओ माई गड अब के भयो होला भन्ने लाग्छ। त्यतिकैमा मध्यान्तर भइदिन्छ। मुभीको हाफ टाइमसम्म हेर्दा यस्तो लागिरहेको थियो मुभीको भिजिएम पनि एकदमै राम्रो र मुभीका कलाकारहरूलाई यसरी प्रेजेन्टेसन गरिएको थियो कि त्यहाँसम्म हेर्दा यस्तो लाग्छ कि जे होस् कृषा चौलागाईको डाइरेक्सन एकदमै दामी छ र कलाकारहरूको एक्टिङ पनि दमदार छ र कलाकारहरूलाई एकदमै मिलाएर प्रेजेन्टेसन गरिएको छ। हाफ टाइम पछि केही लभ स्टोरी सिन देखाइन्छ। मुभीको स्टोरी झनै दमदार हुन्छ जब सौगात मल्लको इन्ट्री हुन्छ। उनले आफ्नो क्यारेक्टरलाई निकै राम्रो अभिनय गरेर देखाउँछन्। सौगात मल्लको इन्ट्री हेलिकप्टरमा हुन्छ र सौगात मल्लको अहिलेसम्मकै दमदार लुक्स यो मुभीमा देख्न सकिन्छ। सौगात मल्ल के चिज हुन् त? सौगात मल्ल भनेको यही हुन्। सौगात मल्लले केसम्म गर्न सक्छन् त? त्यो कुरा देखाउनको लागि डिरेक्टरहरूको भिजन पनि हुनुपर्छ र त्यो कुरालाई उतार्ने काम गरेकी छिन् कृषा चौलागाईले। यदि तपाईहरूले बेस्ट एक्सन मुभी हेर्न चाहनुहुन्छ भने तपाईहरूले पीताम्बर मुभीलाई नछुटाउनु होला। मुभीमा हामीले लभ, रोमान्स र भरपूर एक्सन हेर्न सक्छौँ। मन भित्र मेरो घन्टी बजाई छरी देऊ कि लाग्छ मलाई प्यार भनिएको छ बिगेस्ट ब्याटल अब सुरु भइसक्यो भनेर। कस्तो होला त? पीताम्बर एउटा त्यस्तो मुभी हो जसलाई एकपटक हेरेर मन भरिँदैन। त्यस्तो एक्सन मुभी बनेको छ पीताम्बर। पेटमा पचाएर मुखबाट उकाल्ने एनाकोन्डाहरूको राज छ।